पोखरा निकै रमाइलो ठाउँ, नेपालको निकै रमाइलो ठाउँ। हामी यहाँ महेन्द्र गुफामा, यो गुफाको गेट अनि यो सुन्दर गार्डनभित्र चाहिँ महेन्द्र गुफामा हिँडेको। महेन्द्र गुफा प्राकृतिक रूपमा हामीलाई मात्रै नभएर पर्यटकहरूलाई हेर्नको लागि निकै आकर्षणको केन्द्रबिन्दु। अहिले चाहिँ बनाएछ। हामी के भित्र पस्यौं। प्रकृतिले दिएको यो दुलोभित्र यो गुफा चाहिँ अचम्मको पनि छ के। म निकै पटक आइसके यहाँनेरि, त्यही पनि मलाई एकचोटि चाहिँ छिर्न मन लाग्छ के। गुफाभित्र घुम्न आउने मान्छेहरू के गरेर इन्जोय गर्छन् त। अनि हेर्नु नि, यहाँ मेरो बुहारी पनि ढुङ्गाको थाक मिलाउँदै इन्जोय गर्दैछ के। अरू अर्कातिर आफ्नो आफ्नो धुनमा के सबैजना। गुफामा पस्ने ठाउँ चाहिँ अलि ठुलो छ, निस्किने ठाउँ चाहिँ यति सानो छ के। हामीले त्यही पनि रहर गरेको के। रहर लाग्छ नि त हामीलाई, कत्तिको सक्छौँ रहेछ भनेर क्या। सबैजना यहीँबाट निस्केको के। ओह, मेरो भिनाजु यति मोटो मान्छे पनि निस्किँदै हुनुहुन्छ। अनि हामी फेरि अर्को मिस्टेरियस गुफा चमेरे गुफातिर छिर्यौँ। यो पनि पर्यटकहरूको लागि एकदमै आकर्षणको केन्द्रबिन्दु। प्रकृतिले दिएको यो दुईटा गुफाहरू चाहिँ अचम्मकै छ क्या। अनि एकचोटि चाहिँ जान मन लाग्छ क्या मलाई पनि। म यहाँ पनि निकै चोटि गइसकेको छु पोखरा घुम्दाखेरि। चमेरे गुफाको पनि छिर्ने ठाउँ चाहिँ निकै ठुलो र निस्किने ठाउँ चाहिँ अत्यन्तै अप्ठ्यारो सानो छ। पहिले आउँदाखेरि यो गुफामा धेरै चमेराहरू देखेको मैले, अहिले रहेनछ। यहाँ कहीँ चमेरा त देखेको छैन नि। चमेराहरू त्यो सबै कालो चमेरा हो। ए, अनि एकचोटि चाहिँ जान मन लाग्छ क्या मलाई पनि। यो चमेरे गुफामा चाहिँ हामी यतिजना गएको मध्ये दाजु मात्रै निस्किन सक्नुभयो के। त्यो पनि टेक्निक पुऱ्याएर। वान म्यान आर्मी हो नि त। लु, अब यो चाहिँ हाम्रो चमेरे गुफाबाट यो हाम्रो पोखराको भ्रमण लगभग सक्यो।